सम्बन्धमा के भन्नु चाहनुहुन्छ? अब उहाँलाई त चुप लागेर घर बस्नु भन्छौँ हामी त। अब त बिरुवालाई अब छाडेर बस्नु। उहाँलाई त हामी त घर बस्नुहोस् भन्छौँ। धेरै पहिरो नखानुहोस्, बरु छोराछोरीलाई सम्झाउनुहोस्। हरिकीर्तन गरेर अब अहिलेसम्म जे जस्तो गर्नुभयो, चाहे राम्रो चाहे नराम्रो जे जे भए पनि हामी के भन्छौँ भने उहाँलाई चाहिँ अब चाहिँ अलिकति मुक्तिको बाटो, अब त मरेन त हामीलाई त मुक्ति चाहिन्छ। मुक्तिको बाटोमा रोज्नुहोस्, एकदम हरिकीर्तन गरेर बस्नुहोस्। छोराछोरीहरू यस्ता पढे लेखेका युवाहरू, नाति नातिनाहरू यत्रो खर्च गरेर पढाएका नाति नातिना छोराछोरीहरू होइन, उहाँहरूलाई सल्लाह दिनुहोस्। उहाँहरूलाई ल बनाऊ छोराछोरी हो, यस राम्रो बनाओस् भनेर सहयोग गर्नुहोस्। हामी त यही भन्न चाहन्छौँ केपीबालाई त। तपाईँले सक्नुहुन्न अब अर्काले यसरी डोर्याएर हिँडेर कति दिन जेल डोरिने होइन। युवाहरू डोराउनु पर्दैन। उहाँहरू एकदमै जल्दा पल्दा पढे लेखेका खुबी भएका दिमाग भएका युवाहरू निस्किनु भएको छ त। तपाईँलाई डोर्याएर कति के गरी गर्नु सक्नु।